आउनु कि यहाँ बस्नु ल छिटो। हेर माया यता हेर माया, मैले पनि माया माया भन्नु पर्यो क्या। राम्रोसँग हुर्किएर राम्रोसँग पढे लेखेर राम्रोसँग बिहेदान गरेर राम्रोसँग मलाई नातिको दिने पहिला सेफ डेलिभरी हुनु पर्यो कि त्यही हो। अब सेफ डेलिभरी धन्यवाद यति टाढाबाट आएर। अब जुरुलाई मैले के भने कसरी धन्यवाद दिने शब्दले पुग्दैन जुरुलाई। म पछि मेसेजमा भन्छु ल। बेस्ट फ्रेन्ड भन्ने शब्दलाई चाहिँ यहाँहरूले कसरी लिनुहुन्छ? मेरो बुझाइमा चाहिँ बेस्ट फ्रेन्ड भनेको केवल हामीले धेरै समय सँगै बिताउने, जहाँ पनि सँगै हुने, घुम्ने फिर्ने खाने हरेक कुरामा सँगै हुने साथीलाई मात्रै बेस्ट फ्रेन्ड भन्न मिल्दैन जस्तो लाग्छ। त्यस्तो साथी हो बेस्ट फ्रेन्ड भनेको, जसलाई चाहिँ आफू जस्तो छ हामी त्यस्तै नै उसले स्वीकार गर्छ, आफूलाई जत्तिकै उसले विश्वास गर्छ। आवश्यक पर्दा साथ नछोड्ने विशेष साथी, जोसँग चाहिँ हामी खुलेर आफ्नो खुसी दुःख डर समस्या र मनका कुराहरू बाँड्न सक्छौँ। उसले हाम्रो कमजोरीहरूलाई मजाक नबनाई बुझ्ने, हरेक कठिन परिस्थितिमा पनि साथ दिने। My beautiful bestie, the sweetest mom to be. I'm so happy for you and the beautiful new chapter for your life. Your baby is already surrounded by so much love. Can't wait for all. मैले लाइफमा धेरैजनासँग सङ्गत गरेँ, बच्चा बेलादेखिको साथीहरू, अनि स्कुल कलेज हुँदै मास्टर्स पढ्दासम्म धेरैजनासँग सङ्गत गरेँ। जुन बेला चाहिँ हामीलाई लाग्थ्यो यही नै हो मेरो बेस्ट फ्रेन्ड भन्ने जस्तो लाग्थ्यो। 8-10 वर्ष 10-12 वर्षसम्म सङ्गत गरेको, सँगै खाने सँगै सुत्ने होइन, हरेक ठाउँमा जहाँ जाँदा पनि सँगै हुने साथीहरू। त्यो बेलामा चाहिँ यो बाहेक मेरो अरू साथी नै छैन र अरू कोही यस्तो साथी हुनै सक्दैन भन्ने जस्तो पनि हुन्थ्यो। तर त्यो कुराहरू चाहिँ सबै भ्रम रहेछ। त्यस्ता सम्बन्धहरू भनेको चाहिँ एउटा स्वार्थले जोडिएको सम्बन्ध हुने रहेछ, जुन चाहिँ नजिक भएसम्म चाहिँ सर्वस्व नै हो जस्तो लाग्ने, तर टाढा भएपछि चाहिँ अनि अब सम्झिन पनि नखोज्ने होइन। आफूले मात्रै सधैँ इफोर्ट देखाएर त हुँदैन नि त, किन सम्झेनौ, केमा बिजी छौ, कहिलेकाहीँ सम्झ्यौ भनेर हामीले कचकच गरिरहनु पर्ने, टाइम मागिरहनु पर्ने, त्यस्तो खालको साथीहरूलाई चाहिँ मैले जुन टाइममा चाहिँ बेस्ट फ्रेन्डको क्याटेगोरीमा राखेको थिएँ, त्यो चाहिँ मलाई अहिले आएर आफैलाई लाग्छ म गलत रहेछु भन्ने जस्तो लाग्छ। त्यस्तो अहिलेको यो परिस्थिति नै त्यस्तै छ होइन। प्रायः अब जोसँग नजिक झट्ट सङ्गत गरिहाल्ने बित्तिकै अब 2-4 दिन राम्रो हुने बित्तिकै बेस्ट फ्रेन्ड बन्न सक्दैन कि जो कोही पनि। त्यस्तै उमा हामीले यहीँ जापान आएर तिम्रो नाम के हो, तिमी पनि नेपाली हो र भने जस्तो यात्राबाट सुरु गरेको हाम्रो दोस्ती आज 7 वर्ष भइसक्यो। 7 वर्षसम्म पनि उसले हाम्रो मायामा कुनै कमी छैन, अनि कहिले पनि हामीले एकअर्कासँग टाइमको लागि गुनासो गर्नु परेको छैन। हामी भौगोलिक उसले एउटै देशमा भए पनि टाढा टाढा नै छौँ अझै पनि, तर पनि त्यसरी टाइमको लागि कहिले गुनासो गर्नु परेको छैन। अझ म त म्यारिड मान्छे, मलाई टाइम मिलाउन गाह्रो हुन्छ, ऊ सिङ्गल भएर पनि आफैले टाइम म्यानेज गर्छ। मेरो हरेक स्पेसल अकेजनहरूलाई चाहिँ अझै धेरै स्पेसल बनाउनलाई उसले देखाएको एफोर्ट लभको लागि चाहिँ म अलवेज ग्रेटफुल छु मेरो बेस्ट फ्रेन्डप्रति। र अझ यो स्पेसली यो मेरो प्रेग्नेन्सी जर्नीमा उसले दिएको लभ केयरको लागि धेरै थ्याङ्क यू भन्न चाहन्छु।